त्यो गल्तीलाई चाहिँ सच्याओस् भनेर हामीले विभिन्न निकायमा ज्ञापन पत्र बुझाएर र आफ्नो विरोधका कार्यक्रम निरन्तर राखेका छ। आज यहाँ हाम्रो सम्माननीय प्रधानमन्त्रीजी प्रमुख अतिथि भएर आउने एउटा पूर्व नियोजित कार्यक्रम हुँदै गर्दाखेरि हामीले यो कुरा सम्माननीय प्रधानमन्त्री समक्ष हितपूर्वक राख्ने र उहाँले आफ्नो जस्तो छ जे होस् हामीले यो लगायत विभिन्न कार्यक्रममा हाम्रो बौद्ध समुदाय र बौद्ध त्यसको आस्थाको केन्द्र गुम्बाहरूमा यसरी अनर्गल प्रचार गर्ने र आक्रमण गर्ने कामहरू सामाजिक अराजक तत्त्वहरूबाट हुँदै गर्दाखेरि हामी आम बौद्ध समुदाय चाहिँ सचेत हुनुपर्दछ। यो केवल एउटा बौद्ध धर्मगुरु र गुम्बाहरूको मात्रै रहेन। अघि हाम्रो पूर्व वक्ताले भने जस्तै हाम्रा भाषा हाम्रा धर्म जोगिएन भने हाम्रा सभ्यता जोगिन्छ, हाम्रो पहिचान जोगिन्छ। जब हाम्रो भाषा धर्म र संस्कृतमाथि प्रहार गरेर यो हट्छ भने यो केवल हाम्रो एउटा संस्कृति एउटा परम्परा मात्रै हाम्रो सभ्यता नै नासिन्छ। त्यस कारणले आउने दिनहरू पनि यसरी आम बौद्ध शिक्षा बौद्ध समुदाय र बौद्ध आस्थामाथि हुने गरेका यस्ता विभिन्न कार्यहरूप्रति आम बौद्ध समाज चाहिँ सचेत हुनुपर्दछ। निश्चय नै हामी बौद्ध समुदाय सहनशील छौँ, आफ्नो बौद्धको सिद्धान्त अनुरूप शान्ति प्रेमी छौँ। त्यति हुँदा पनि हामीलाई प्रज्ञाको पनि आवश्यक छ। प्रज्ञा भनेको के सही हो के गलत हो भन्ने कुरालाई सहीले सही र गलत भनेर बन्नु सक्ने अवस्थाको चेतना पनि हामीलाई हुनुपर्दछ। त्यसैले नेपाल बौद्ध महासङ्घ सदैव आम बौद्ध शिक्षा र बौद्धको परम्परालाई राज्यको विभिन्न कानुनी रूपमा वा नीतिगत रूपमा कसरी व्यवस्थित हुन सकिन्छ, कसरी त्यहाँ चाहिँ सुनिश्चित हुन सकिन्छ भन्ने कुरामा निश्चय लागिरहन्छ। र अन्य बौद्ध धर्मगुरुहरूले आफ्नो नित्य बौद्ध शिक्षा अध्ययन अध्यापन अभ्यास गर्ने क्रम त जारी रहन्छ र संस्थागत रूपमा आफैले गर्नुपर्ने कामहरूमा नेपाल बौद्ध महासङ्घ निरन्तर रहन्छ र यसमा सम्पूर्ण आम बौद्ध समुदाय र विभिन्न सङ्घ संस्थाहरू पनि यसमा जोडिनु हुने नै छ भन्दै आगामी दिनमा हामी सबैलाई बौद्धको शिक्षा अनुसरण गरी बौद्धको पदमार्गमा लागिरहन प्रेरित गरौँ र यो सबै हामीलाई चाहिँ त्यो छङ्झुकी सेन या करुणामय चित उत्पाद गर्न सकौँ भन्ने प्रार्थना मलम गर्दै आफ्नो 2 शब्द यहीँ टुङ्गाउन चाहन्छु र आयोजकले यो मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। तुझी प्रसिद्धले भवतु सर्वमङ्गलम। आजको यस कार्यक्रमको समुद्घाटन हुँदैछ। यहाँ सबैजनाले ताली बजाइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। सम्पूर्ण श्रद्धेय धर्मगुरुहरूप्रति धेरै धेरै धन्यवाद नमन दिन चाहन्छु। हाम्रो कार्यक्रम उद्घाटन भइसकेको छ र यस पछाडि वरिष्ठ चलचित्रकर्मी तथा नेपाली कला जगतका हास्यवृन्द साम्राज्ञी एवं शान्ति शेर्पा राष्ट्रिय पुरस्कार संयोजक श्री वसुन्धरा भूषालज्यूलाई आजका प्रमुख सम्माननीय प्रधानमन्त्रीज्यू र मञ्चमा आसन ग्रहण गर्नुभएका पूर्व मन्त्रीज्यूहरू र आफ्नो आफ्नो विधाका विशिष्ट व्यक्तित्वहरू र हाम्रो धर्मगुरुहरू र यस कार्यक्रमलाई सफल पार्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू र पत्रकार भाइ बहिनीहरू। कहिलेकाहीँ जीवनमा यस्तै हुन्छ, दुःख सुख उकालो ओह्रालो जिन्दगीमा भइ नै राख्छ। तर हामी कलाकारहरूको लागि दर्शक हजुरको मान सम्मान नै ठुलो जस्तो लाग्छ।
र हाम्रो भाइ बहिनीहरूलाई पनि त्यस्तै लाग्छ जस्तो लाग्छ। सम्मान भनेको आज दर्शक हजुरहरूले हामीहरूको फिल्म नहेरिदिए, हजुरहरूले हाम्रो रङ्गमञ्चको कार्यक्रम नहेरिदिए हामी कसरी टिक्ने? यो माथिको व्यक्तित्वहरू भनेको त एउटा उहाँहरू त्यस्तै चाहिँ एउटा ओदा ओगटेर बसिराख्नु भएको छ, तर उहाँहरूले आएर कहिले पनि हामीहरूको कार्यक्रममा आएर चाहिँ हलमा पनि हेरिदिनु हुँदैन, रङ्गमञ्च पनि हेर्नुहुन्न। त्यसैले आज चाहिँ म चाहिँ रवि भाइ पल्पासर बहिनीलाई के भन्न चाहन्छु भने हामी कलाकार भएपछि यो त्यो भन्नुहुन्न, हामीहरूको सम्मान भनेकै दर्शकको सम्मान हो। त्यति भन्दै आज चाहिँ हाम्रो चाहिँ श्यामजी शेर्पा राष्ट्रिय पुरस्कार जुन ठाउँमा म धेरै वर्षदेखि हजुरहरूले मलाई विश्वास गरेर यसमा संयोजक बनाएर राख्नु भएको छ र मेरो जीवनमा मैले पनि 20 वर्षमा राष्ट्रिय नाचहरूमा शेर्पा डान्स गरेँ। त्यसपछि नै तत्कालीन सरकार मारदिया सरकार वीरेन्द्र सरकारको शुभ विवाहमा नि मेरो भागमा चाहिँ शेर्पानी भएर नाच्ने नै परेको थियो। अब मेरो भाग्यवश हजुरको साथमा अहिलेसम्म म साथमा छु, भोलि रहँला नरहँला तैपनि मैले चाहिँ राम्रै न्याय गर्छु जस्तो लाग्छ। कला क्षेत्रमा को आफ्नो को अरू कहिले पनि भन्नु हुँदैन। यो ठुलो बडाको मान्छे त्यो गर्नु एउटा चाहिँ निष्पक्ष रूपमा चाहिँ हामीले मूल्याङ्कन गर्नुपर्छ। त्यसरी नै मूल्याङ्कन गर्दाखेरि हामीहरूको चाहिँ एकदम विशिष्ट हास्य विधा डाइरेक्टर रङ्गमञ्च चलचित्रका कलाकार रवि डङ्गोलजीले चाहिँ श्यामजी शेर्पा राष्ट्रिय पुरस्कार पाउनु भएको छ। त्यसरी नै हाम्रो बहिनी पल्पासा डङ्गोलजीले पनि हाम्रो चाहिँ श्यामजी शेर्पा पुरस्कार पाउनु भएको छ। उहाँहरूलाई धेरै धेरै हार्दिक बधाई दिँदै शुभकामना पनि दिन चाहन्छु। त्यति भन्दै हजुरसँग बिदा लिन चाहन्छु। धन्यवाद। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरिएको सम्मानित हुनुहुने श्री डेभिड शेर्पाज्यू, मैले उहाँको यस प्रमाणपत्र वाचन गर्न गइरहेको छु। नेपाल शेर्पा विद्यार्थी सङ्घको 15औं राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मतका साथ र यसै गरी सम्मान पत्र ग्रहण गर्नको निम्ति श्री कालदेन शेर्पाज्यू खुम्बु गाउँपालिका 2 लुक्ला सोलुखुम्बु हुनुहुन्छ। उहाँलाई सम्मान पत्र ग्रहण गरिदिनुका निम्ति मञ्चमा आमन्त्रण गर्न चाहन्छु। एउटा राम्री आमाले सन्तान जन्मायो छोरो, अब त्यो छोरो जन्माएपछि आमाको रूप पनि बिग्रियो अनि ठुलो भएपछि त्यसले एउटा राम्री बुहारी बिहा गरेर आमालाई वृद्धाश्रम पुर्याउँछ। हाम्रो समाज त्यस्तोबाट आएको। कार्यक्रमको समय थाहा नपाउने हामी चाहिँ के बेरोजगार मान्छे हो, कामै नभएको मान्छे हो। सबभन्दा ढिलो आउने सबभन्दा चाँडो जाने खाता लाउने बित्तिकै हिँड्ने पनि यहाँ देखियो। यस्तो प्रवृत्तिले शेर्पा पछि परियो। हामीलाई हेरेन, आफू नखट्ने, निरन्तर नलाग्ने, आफ्नो कामको मर्यादा नबुझ्ने, अनि त्यो पछि नपरे को पर्छ? त्यो आफ्नै कारणले परेको भन्छु म। र यति भनिसकेपछि हाम्रो शेर्पा समुदायको बहुचर्चित राष्ट्रिय स्तरको कलाकार मात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो नाम शुभ शेर्पा समुदायको नाम उजागर गर्ने साम्दे शेर्पा अहिले हामी बिच हुनुहुन्न। कतिपय मान्छेले यस्तो प्रतिभाहरूलाई चाहिँ स्वर्गीय भन्दो रहेछन्, स्वर्गीय भन्नु हुँदैन। हाम्रो समुदायको प्रतिभा तर आज हामी बिच हुनुहुन्न। उहाँको नाममा खोलिएको राष्ट्रिय पुरस्कारबाट सम्मानित व्यक्तित्वहरूलाई म हार्दिक बधाई दिन चाहन्छु र विभिन्न किसिमले सम्मान पत्र प्राप्त गराउने सबैलाई पनि आगामी दिनहरू पनि आफ्नो काममा निरन्तर रहने यहाँहरूले उत्प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र आउँदो दिनमा यो कस्तो भने हामी कसैको प्रवक्ता बन्नु भएन क्या। यहाँ यो काम गर्दा गर्दै यहाँ के भन्छ उद्घोषकले, गल्ती भयो भने क्षमा चाहन्छु। क्षमा होइन, काम गर्नेकै गल्ती हुन्छ, काम नगर्ने के गल्ती हुन्छ? क्षमा माग्नु होइन, गो हेड, अगाडि जाने हो। त्यसो हुँदाखेरि म के भन्छु भने तपाईँ हामी गफ गरेर बस्ने, लोग्ने पनि मोबाइलमा, स्वास्नी पनि मोबाइलमा, छोराछोरी मोबाइलमा। त्यसको छोराछोरीले प्रगति गर्दैन है, त्यसको इन्डिङ भयो, परिवार इन्डिङ माथि जाँदैन। तपाईँहरूले हिजो मात्रै मैले एउटा हेरेको कुरा, रेलमा आमा छोरा जाँदै रहेछ अनि आमाले चाहिँ किताब पल्टाएर पढ्नु थालेछ, बच्चाले पनि उसको झोलाबाट किताब झिकेर पढ्नु थालेछ। अनि अर्को छेउको यात्रुले देखेछ, त्यसले त उल्टो गरेर पढिरहेको छ क्या त, आमा चाहिँ उल्टो किताबबाट पढिरहेको छ। अनि आमा किन यो उल्टो पो पढिदिइरहनु भएको छ त?
बाबु मलाई पढ्न आउँदैन, अक्षर पनि चिन्दिनँ, तर पढ्न भन्यो भने नानी टेर्दैन, आफूले यसरी पढ्न थाल्यो उसले पनि झिकेर पढ्छ क्या। शिक्षा यसरी ट्रान्सफर गर्नुपर्छ, ज्ञान त्यसरी ट्रान्सफर गर्नुपर्छ। हामी के भन्छ भने